के हो भाइ किन सेन्टी पारेर म तल झुन्डाएर बसिरहेको छ के हो किन किन भाइ यस्तो सेन्टी भएर बसेर बिहान बिहान थ्याक्क के हो भाइ के होइन दाइ यार जति भिडियो जे हाल्यो भने लाइकै आउँदैन भ्युजै आउँदैन किन हो यस्तो यो यसको समाधान निकाल्नु पऱ्यो क्या दाइ यार भएन यो भिडियो हाल्दा हाल्दा दिक्क भइसक्यो लाइकै नआएपछि के भिडियो हाल्नु पाइदिनु पनि यार अब लाग्यो भिडियो फलोवर्स आएन सब्सक्राइबर आएन भ्युज आएन भनेर तिमी सेन्टी बनाएर बस्नु थियो म आउँदा आउँदै आइसकेको छ त आइडिया त कति हो छै ल हो र दाइ के आइडिया हो त्यस्तो भन्नु पऱ्यो नि त मलाई नि के हो भन्दा एउटा बेस्ट साडी जाउँ न के थाहा त्यो बेस्ट साडी हामी विदेश आइसकेपछि भाइ स्ट्रगल गरेको रोगको कराएको इज्जत आँसु झार्थ्यो रोइदियो होइन भिडियोमै रोइदियो लाइभमा रोइदियो दाइ त्यस्तो त्यो रोगको भिडियो नै हाल्छ कराएको भिडियो नै हाल्छ के गर भन्दा अब बाटोमा भाषाले हिँडेको नभएको खाना नभएको केही नभएको हतार गरेको स्ट्रगल लाइफ हालेको भाइ स्ट्रगल गरेको टन्नै लाइफ हाल्यो तिमी के गर्छौ भिडियोमा हाल्छु बनाएर हाल्यो अनि लाइक आउँछ मैले भनेको गर भाइ लाइक आएन नि त 100% बेलामा आइन्स्टाइन भयो आइन्स्टाइन नभएको मैले आइन्स्टाइनलाई आइडिया दिँदैन अप्लाई हाल्नै हाल्नु पऱ्यो हुन्छ भाइ पहिला अप्लाई त गर मैले भनेको 100% तिम्रो लाइक र फलोवर्स बढ्यो भने मलाई भनेको 100% हालिहाल्छ ल स्टार्ट गरिहाल्छ भर्खर हाल्यो स्टार्ट गरिहाल्छ तिमी